नमस्कार। आज म विषय एउटा जटिल विषयमा छु। त्यो के भन्दाखेरि जुन रूपमा हामी यो तपाईँको भ्रष्टाचारीलाई हैन, फटालाई, चोरलाई, डाकालाई, बलात्कारीलाई अझ भनौँ तपाईँको ज्यानमारालाई हैन, यो हाम्रो हेर्ने दृष्टिकोण अझसम्म चेन्ज भएको जस्तो मलाई लाग्दैन। हामीलाई यस्ता व्यक्तिहरू देख्यौँ भने हैन, यस्ता प्रविधिका व्यक्तिहरू देख्यौँ भने पनि नजिकतिर आयो भने पनि हामी आफै पर हट्ने अवस्था छ अहिले पनि, र हामी त्यही गर्छौँ। जतिसुकै भाषण ठुके पनि हैन, जतिसुकै जे गरे पनि, तर लागुमा चाहिँ हामी त्यो के गर्दैनौँ भन्दाखेरि हामी पर हट्छौँ। मैले भन्न खोजेको कुरा के भन्दाखेरि कुनै मान्छेले हैन, कुनै मान्छेले अपराध गर्यो हो, अपराध गरिसकेपछि उसले जानी जानी गर्यो अथवा अन्जानमा गर्यो अथवा कुन परिस्थितिमा गर्यो त्यो आफ्नो ठाउँमा छ, त्यो बेली पाटो छ हैन। तर सजाय उसलाई सरकारले हैन, सजाय उसले भोगेको अवस्था पनि अब भोग्नुपर्ने अवस्था छ, र भोग्नको लागि जेल पनि जान्छ। कति वर्ष उसले त्यहाँ बिताउँछ पनि, त्यो एउटा जुन उसले गरेको जुन कर्म हैन, नराम्रो कर्मको फल भोग्नको लागि ऊ जान्छ जेलमा पनि। तर दुःखको कुरो के छ भने नि, त्यो जेलबाट उसले जुन पीडा कति वर्ष उसले बिताएर आएपछि पनि हैन, हामीहरू जस्ताले हैन, हामी पढे लेखेका हैन, हामी शिक्षित व्यक्ति अथवा हामी जस्ता आम नागरिकहरूले पनि त्यो व्यक्तिमा हेर्ने दृष्टिकोण चेन्ज पार्दैनौँ, उही नै राख्छौँ। हेर्नुहोस् है, यहाँ समस्या के भन्दाखेरि यदि हैन जेल सुधारको लागि बनाएको हो भने हैन, जेल त सुधारको लागि बनायो हो नि त, ऊ सुध्रिन्छ भने बनाएको हो नि त, भनेपछि भोलि पनि त्यही अवस्था हुन्छ भने त छैन नि। तर हामीले के गर्छौँ भन्दा एकचोटि त्यो मान्छेको जुन उसले गल्ती गरेको हैन, उसले जे गल्ती गर्यो त्यो ठिक छ, उसले त्यो हामीलाई पीडा छ, त्यो किन त्यो गर्नै नहुने काम उसले गर्यो त्यो हामीले बुझ्छौँ हैन। तर गल्ती गरिसकेपछि पनि भोलि फेरि त्यही समाजमा आएर बस्दाखेरि उसले बाँच्न पाउने कि नपाउने यहाँ गम्भीर विषय छ। किन भन्दाखेरि उसले त हर पल हेर्नुहोस् है, ऊ त्यत्रो वर्ष उसले बिताएर आए पनि तपाईँको हाम्रो जुन त्यो जनताले जुन के अरे आम मानिसले त हेर्ने दृष्टिकोण त पहिलाकै छ। त्यो बलात्कारी थियो भने बलात्कारी नै भन्छौँ हैन, फटा फटै भन्छौँ, चोर भने चोरै भन्छौँ, ज्यानमारै भन्छौँ नि हैन। त्यो ट्याग त लगाएको छौँ नि हामीले, हो त्यो ट्याग जबसम्म हामीले नै त्यो दिइरहन्छौँ नि, अनि उसले त त्यो सुध्रिन गएको अर्थ के रह्यो अरे हैन। सरकारले जुन सुधार्नको लागि तपाईँको जुन जेल बनाएको छ त्यहाँ गएर आइसकेपछि पनि हामीहरूले अझ त्यही ट्याग लाएर त्यही कुराले हामीले उसलाई मनमा घोचिरहन्छौँ, उसलाई बारम्बार त्यही कुरा भनिरहन्छौँ भने त्यो जनता, त्यो जुन व्यक्ति भोलिको लागि भविष्यमा बाँच्नुको अर्थ के त? गल्ती हुन्छ, सबैबाट गल्ती कहिलेकाहीँ हुन्छ, त्यो बेग्लै कुरा हो हैन। होला त्यो जसले भोग्नु भयो हैन, त्यो भोग्ने मान्छेको कथा र व्यथा फेरि आफ्नो ठाउँमा छ, जसको परिवारले भोग्नु भयो जस्तै त्यो अवस्थामा त उसलाई हेर्दाखेरि त त्यो छुट दिन सक्ने अवस्था छैन हैन। तर पनि तपाईँ आफै सोच्नुहोस् न, मानवताको हिसाबले एकचोटि सोच्नुहोस् न, तपाईँले जति त्यसलाई उ गरे पनि, तिरस्कार गरे पनि, जे गरे पनि त्यो उसको कर्ममै लेखेर आएको, हाम्रो कर्ममै लेखेर आएको भन्ने पनि एउटा लिनुपर्ने अवस्था छ। हेर्नुहोस् है, किन भन्दाखेरि मार्ने भन्ने कुरो अथवा मारिनु भन्ने कुरा, यो सबै कुरा हेर्दाखेरि त एउटा पर्टिकुलर रूपमा हेर्दाखेरि त्यसले भन्ने एउटा व्यक्तिलाई लागिन्छ। तर हरेक कुरा, सबै कुरा सेटिङ त माथिबाट भएर आएको छ नि हैन। सबै कुरा माथिबाटै चलेको छ, हामी स्वयं जन्मेको हामीलाई थाहा छैन, मृत्यु हामीलाई थाहा छैन भनेपछि त्यो मारिनु र मर्नु अर्थात् कोही लड्नु भनेको पनि सबै कुरा हाम्रो जिम्मेवारी, हाम्रो हातको कुरा होइन। हेर्नुहोस् सरसर्ती हेर्दाखेरि सोझो हिसाबमा। तर यदि उसले गल्ती गर्यो ठिक छ, हामी यसमा के दुईवटा मत छैन। तर के भन्दाखेरि उसले सजाय भोगेर आइसकेपछि पनि हामीहरूले उसलाई हेर्ने दृष्टिकोण चेन्ज गर्ने कि नगर्ने, यही हो प्रश्न। यदि हामीले त्यो नगर्ने हो भने त ऊ कुन अवस्थामा बाँच्ने त? हेर्नुहोस् है, उसको नि त परिवार छ हैन, उसको बुवा, उसको परिवारले, उसको छोराछोरीले पनि त भोलि गएर हैन मेरो बाबा भन्नलाई मेरो उसकोलाई पनि त त्यो बाँच्ने आधार हामी दिने कि नदिने? अब पीडा हेर्नुहोस् है, यहाँ पीडा। अनि हामी कस्तो छौँ भन्दाखेरि तपाईँ हेर्नुहोस् न, साथीभाइ सर्कलमा पनि कोही चुरोट के अरे, कोही ड्रग्स खाने, कोही के छन् भने पनि
अथवा केही खालको त्यस्तो व्यक्तिहरू अलिकति भनौँ न त्यस्तै गुन्डा टाइप्सहरूको देख्यो भने पनि हामी आफै पछि हटिदिन्छौँ कि भनौँ चाहिँ हामी सकेसम्म त जाँदैन, त्यो आफ्नो ठाउँमा छ, ठिक छ, त्यो आफ्नो ठाउँमा छ, तर उनीहरूलाई के अरे जगाउने अथवा उनीहरूलाई सही हो र गलत हो भन्ने बाटो कसले देखाउँदैन त? तपाईँ हामी जसले बुझेका छौँ हामी नै उनीहरूको लागि के सल्लाह दिन सक्दैनौँ भने, हामी नै अगाडि बढ्दैनौँ भने अनि त्यस्तो व्यक्ति अनि सुध्रिने ठाउँमा त नेगेटिभमै वेमा जाने भयो नि त। अनि मानिलिउँ तपाईँलाई यसरी बुझ्दाखेरि कस्तो होला, मानिलिउँ म एउटा सजन व्यक्ति होइन, मेरो छोराछोरी भोलि गएर बाइचान्स बाइचान्सको राख्दैछु, बाइचान्स त्यो इलिगल वेमा इलिगल बाटोमा होइन कुनै अनैतिक कार्य उसले गर्यो, मिस्टेकली गर्यो अथवा परिस्थिति त्यस्तै पारेर गर्यो होइन। अब गर्यो भने म बाउ अथवा मेरो श्रीमती आमा भएको नाताले हामीले हेर्ने दृष्टिकोण त सधैँ आफ्नो छोराछोरीकै रूपमा लिन्छौँ नि होइन। गल्ती गर्यो उसले, ठिक छ, हामीले उसले सजाय पनि दियौँ त्यो आधारमा, उसले गल्ती नै गरेको थियो भने, तर पनि ऊप्रतिको हाम्रो माया त अझ पनि छ नि, हामीप्रतिको माया ऊप्रति अझ पनि छ नि होइन। भनेपछि प्रत्येक आमा बुवालाई आफ्नो छोराछोरी राम्रै हुन् भन्ने चाहनुहुन्छ हेर्नुहोस् है। अनि कुनै कारणले गर्दाखेरि ऊ फस्यो र गल्ती गर्यो भने पनि त उसलाई पनि त आधार दिनु पऱ्यो नि त भोलि बाँच्नुको लागि। यदि सधैँ त्यही ट्याग, त्यही नराम्रो ट्यागलाई मात्रै जोड्ने हो भने त जिन्दगी त उसको त बेकारै हुन्छ जस्तो लाग्छ मलाई त होइन। त्यो अवस्थामा त तपाईँ जेलमा होइन सिधै मृत्युदण्ड दिए हुन्छ जस्तो लाग्छ मलाई त। किन भन्दाखेरि त्यो बाँच्नुको अर्थै छैन त यहाँ। सिधै जेलमा तपाईँको सुधार्ने होइन कि डाइरेक्टली तपाईँको यस्तो व्यक्तिहरूलाई चाहिँ हामीले मार्नुपर्छ भनिदिनु मारिदिनु पऱ्यो होइन। पीडा नभोगाइदिनुहोस् न बरु पछि। हामीहरूले पनि कमसेकम हेर्ने दृष्टिकोणलाई चेन्ज गरौँ। र अर्को कुरो मैले के सजेस्ट गर्न चाहन्छु भने यो कस्तो हुन्छ भन्दाखेरि हो कोही यस्ता व्यक्ति हुन्छन् तपाईँको जति उसलाई सुधार्न खोजे पनि त्यो सुध्रिने खालका नेचर हुँदैन होइन। एकचोटि होइन दुईचोटि हो त्यस्तोको लागि चाहिँ म केही भन्न सक्दिनँ होइन। तर एकचोटि मिस्टेकली होइन, एकचोटि मिस्टेकली बाई मिस्टेक अथवा परिस्थितिले त्यस्तै पारेर ऊ भोग्नुपर्ने पीडा अथवा उसले के जुन सजाय भोग्नुपर्ने भोगेर आइसकेपछि चाहिँ होइन हो त्यस्तो ठाउँमा चाहिँ उसले के लामो समय उसले के जेल यात्रा भोग्नुपर्ने अवस्था छ भने हामीले एउटा जेलमा पनि एउटा के क्राइटेरिया लिन सकिन्छ भन्दाखेरि जसले रियलाइज गर्छ, भित्रबाट महसुस गर्छ होइन, यो उसले आफूले आफूलाई महसुस गरिसकेको छ कि यो मेरो गल्ती मेरो कारणले यो कारणले भएको छ, म सुध्रिन चाहन्छु होइन, र यो कारणले गर्दाखेरि म अझ राम्रो काम गर्न सक्छु भने जस्तो उसले त्यो व्यक्तिले होइन त्यो अवस्था त्यहाँ पुलिसमा पनि त्यो देखिएको अवस्था छ भने हो त्यस्तो व्यक्तिलाई बरु समाजको राम्रो कार्यहरूमा इन्भल्भ गराउने पुलिसभित्रै होइन। त्यहाँभित्र पनि के हुन्छ नि जस्तै देशमा बाटोघाटो बनाउनुतिर हुन्छ कि अथवा है त्यस्तो खालको काममा इन्भल्भ गरौँ न। त्यो जुन के अरे जति पनि कैदीहरूलाई होइन, कैदीहरूलाई हाम्रो जुन देशमा बन्नुपर्ने संरचनाहरूमा त्यहाँ लगानी गरौँ न होइन। किन भन्दाखेरि जेलमा राख्नुको सट्टा त तिनीहरूलाई एउटा राम्रो ट्र्याकमा उनीहरूको योगदान जहाँ जहाँ हुनसक्छ त्यतै ठाउँमा लगानी गरौँ न। त्यसले गर्दाखेरि उसलाई पनि त आफूले के गरे जस्तो फिल हुन्छ होइन। र अर्को कुरो बिस्तारै बिस्तारै हाम्रो हेर्ने मानसिकता पनि बिस्तारै बिस्तारै आम जनतामा पनि चेन्ज हुन्छ कि भन्ने मलाई लाग्छ। त्यो हुँदाखेरि हामी जबसम्म हामी नै चेन्ज हुँदैनौँ नि अरूलाई त्यो चेन्ज भएको त्यो देख्दैनौँ क्या। भनौँ चाहिँ जब हामी आफूमै समस्या छ भने अरूमा त समस्या जहिले पनि देख्छौँ। समस्या त अरूमा रहन्छ नि त, समस्या त हामीमै छ नि त। भनेपछि हामीमा हेर्ने दृष्टिकोणमै चेन्ज गर्न सकेका छैनौँ भने अनि कसरी त्यसले चेन्ज गर्न सकोस्, त्यो कैदीहरूले कसरी चेन्ज गर्न सकोस् भन्नुहोस् त।